सरकारी कार्यालयमा तपाईको समयको मूल्य किन छैन? किन आफ्नै अधिकार लिन बिन्ती गर्नुपर्छ? किनकि पुरानो राजनीतिक दलहरूले सेवा दिन होइन, नागरिकलाई प्रक्रियाको जालमा अल्झाएर कार्यकर्ता पाल्ने भ्रष्ट प्रणाली बनाए। यो प्रणालीले तपाईको समय खान्छ, आत्मसम्मान मार्छ र देश छोड्न विवश बनाउँछ। तर अब यो अन्त्य हुन्छ। राष्ट्रवादी नेपाल यो ढिलासुस्तीको तन्त्रलाई जरैदेखि उखेल्न संकल्प गर्दछ। समयमा काम, नभए क्षतिपूर्ति। हरेक सरकारी कामको समय तोकिनेछ, ढिला गर्ने कर्मचारीलाई जरिवाना, नागरिकलाई क्षतिपूर्ति। डिजिटल सरकार। अब कागजको बिटो बोकेर लाइन लाग्नुपर्ने दिन सकिनेछ। सबै काम अनलाइनबाटै। शून्य सहनशीलता। काम नगर्ने र घुस खाने कर्मचारीलाई तत्काल बर्खास्त गरिनेछ। हाम्रो लक्ष्य स्पष्ट छ। अब नागरिकले सरकारी कार्यालयमा सेवा माग्न होइन, आफ्नो अधिकार लिन जानेछन्।